नेपाल प्राकृतिक वरदान प्राप्त देश, जहाँ हिउँदको ठन्डीमा पनि यसरी तरकारी खेती हुन्छ। कतिपय देशमा हिउँ परेर बाहिर केही लगाउन नमिल्ने अवस्था हुन्छ, पानी समेत जम्छ भने हाम्रो नेपालमा यस्तो छ। यो जाडो मौसममा पनि यसरी बारीमा काउली, बन्दा, टमाटर, हैन, विभिन्न खालका सागहरू, चम्सुर साग, रायो साग अथवा धेरै किसिमका सागसब्जीहरू उत्पादन भइरहेका छन्। यो हामीले देखाइरहेको पाल्पा जिल्लाको माडीफाँट दमकडा मा रहेको तरकारी खेतीको दृश्य हो, जहाँ 12 महिना केही न केही तरकारीहरू उत्पादन गरि नै रहेको देखिन्छ। हेर्नुस् न, मेवाका यति साना बोटहरूमा पनि कस्तो लटरम्म फलहरू लागेका देखिन्छन्। नेपालमा कृषिमा हामीले यदि प्रयास गर्यौँ भने के हुन सक्दो रहेनछ भन्ने एउटा सानो उदाहरण पनि यो हो। यहाँ एउटा मात्रै होइन, धेरै किसिमका तरकारीहरू लगाइएका छन्। त्यो साँच्चै नै उदाहरणीय छ।